हेलो गाइस, र आज पनि सन्डे साथीहरूसँग फेरि सेकेन्ड टाइम ऱ्याफ्टिङ गर्न आएको छु हैन। र आज हाम्रो सोना पनि छ। अनि कस्तो हुँदैछ ऱ्याफ्टिङ? कस्तो हुँदैछ भन्नु अहिले सुरु गरेको छैन। एकछिनमा फिलिङ कस्तो आउँछ हैन, त्यहाँबाट फिडब्याक दिउँ ल। ओके। अनि आज रमाइलो लागिरहेछ? रमाइलो एक्साइटेड छ हैन। आज हामी दिमागमा जो दर्शन गरेर हामी यहाँ ऱ्याफ्टिङमा आएको छौँ पहिलोचोटि। हामी एकदम खुसी फिलिङ हुँदैछ। अब हेरौँ के हुन्छ अगाडि। ल ल भरे फिडब्याक दिऊ है त। ल हुन्छ। अनि हाम्रो खेरोजु कस्तो हुँदैछ तपाईँको? अनि ऱ्याफ्टिङ हुन गइरहेको छ, कस्तो? एकदम के भन्छ अब एक्साइटेड हुनुहुन्छ है? कतिखेर जानु पाउँछ भनेर पुरा यो भइरहेछ। रेडी। ल ल तपाईँ स्विमिङहरू सबै खेल्नु आउँछ नि तपाईँलाई? ड्राइभर हान्नुहुन्छ है? एकदम रेडी छु म। ल ल भरे खेरोजु हामी ड्राइभरहरू तपाईँलाई लास्टमा देखाउने छु, त्यसको अनि कमेन्ट गरिदिनु होला है। ल आज पनि सबै हाम्रो नेपाली साथीहरूसँग फेरि सेकेन्ड टाइम हाम्रो ऱ्याफ्टिङ हुन गइरहेको छ। र सबैजना खुसी देखिरहेको छ। हेर्नुहोस् तपाईँहरू, हाम्रो छिकु गुरु अनि खेरबज्यू मन्त्री। अनि hand knuckle dulu lah. Hand knuckle, blade knuckle should be straight. Itu kalau. So ngaji come in dong wala. Hold come in his dong. Forward, stop, backward, hold on. So ngaji forward so that. Ana. So ngaji forward so that. Dongkal ebe jaka sini. Tu kalau. Dongkal ebe jaka. Ana. फलो भएन न सर। ए त्यसो गर्नु अगाडि यसरी फरवर्ड भन्दा Time aja shuba tu kalau. Jadi second come and you stop. So ngaji. Not want you all back. Ngaji all back so that. Over. So last time when we hold on. Ngaji hold on so that. Stop. All forward. 야 सबैजना बुझ्यो नि त? बुझेन? क्लियर भयो नि त? ल फाइनली हाम्रो अब ऱ्याफ्टिङ सुरु हुन गइरहेको छ। सबैजना खुसी छ नि त? ल हाम्रो चाहिँ गुरु ओके। स्ट्रङ गाइस। ल अब चाहिँ हाम्रो एकैछिन पछि गीत गाउने प्रोग्राम गर्नुपर्छ। मात्र बजाउन आउँछ? ल है त। रेशम फिरे उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी। नाले बन्दुक मृगलाई ताकेको मैले ताकेको मायालाई ताकेको रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी। वाह
बच्चाहरू त्यहाँ सानो सानो बच्चाहरू स्विमिङ खेल्दै छन् अब उति मुनि रहेछ है ल फेरि पनि हाम्रो अब यस्तो समय आइपुग्यो छ फेरि डबल हुनेवाला छ Stop, guys! Forward, guys! Every minute! Yeah, forward! तर मोर वाटरप्रुफ हो ल आज हाम्रो मन्त्री पनि फ्री आएको छ अनि मन्त्री कस्तो हुँदैछ आज ऱ्याफ्टिङ कस्तो एकदम रमाइलो हुनु पर्यो है हो त कहिले काहीँ के हो भने अनुहार त एकदम कालो भइसक्यो के हो डर लागिरहेको निराश निराश हामीले डर जस्तो हुँदछ कहिले काहीँ होइन ए जाम इन्टरभ्यू दियो जाम इन्टरभ्यू अनि बहिनीलाई कस्तो लाग्यो आज कस्तो हुँदैछ रमाइलो लागिरहेछ फर्स्ट टाइम हो आज है अनि खेरौज्यू कस्तो भइरहेछ भइरहेछ अब भरे एकछिन चाहिँ ड्राइभ हान्नुपर्छ ड्राइभ एकदम त्यो त अब कहिले पुग्छ भनेर सोचिरहेको ल पहिला काभ्रेमा खेलेको छ त्यो याद आएर दिनुपर्छ है अनि छेउको जाए तपाईँ हाने होला नि ड्राइभ एकदम रमाइलो अब हाम्रो स्विमिङको राजा यता आउनु भएको छ हो के यस्तो गरेर बसिरहेको छ डर लागिरहेको क्या फ्रेसमा साथी बोलाउनु पर्यो साथी खोला नि छ नि क्या साथीको लागि के हो अनि तपाईँलाई कस्तो लागिरहेछ एकदम रमाइलो भइरहेछ फर्स्ट टाइम होइन तपाईँको नि हजुर अनि तपाईँलाई तपाईँ डर लाग्यो क्या हो हामी घरमा चढेछ हिँडेको छ मन्त्री खाना खाने कि अघि छिकुर खाना खाने कि आज बिहान हो पहिला चढेर चलो हाम्रो ढुङ्गा फसिरहेको चाहिँ ढुङ्गा पल पर्नु छ हाम्रो ढुङ्गा फस्यो अनि यसरी साथीहरू आज हाम्रो चाहिँ खेरौजीले पुरा यो त निकालिदियो नत्र फसिरहेको बडी बिल्डर होइन हाम्रो सलमान खान होइन त ल दबाङ गीत जाओस् हाम्रो खेरौजीलाई पुरो दबाङ 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 खेरौजाले यस्तो खतरा गर्दैछ हामी पहिला हेर्नु तालमा खेलेको पाराले बडी कस्तो देखेर चाहिँ समान गर्छ बडी लुची किङ तै तै र सलमान खान सुने थोमेलो थोमे सबैभन्दा रमाइलो चाहिँ हाम्रो यहाँ ready guys ready
गाइस आज पनि होइन नेपाली अब हाम्रो सबै साथीहरूसँग यता ऱ्यापिङमा पाउँदाखेरि धेरै खुसी लागिरहेको छ। विशेष गरी हाम्रो अब छेउको गुरुसँग हामी अब छुट्टिन लागिरहेको छ, त्यही भएर आज हामी विशेष गरी हाम्रो छेउको गुरुसँग छेउको गुरु त हेर्नुहोस् फरवर्ड गर्नुहोस् ल। आज त्यसै गरी अनि मन्त्री पनि आज हाम्रो गिर्जा मन्त्री भाषण पनि आज धेरै हान्दैछ त। अनि त्यसै गरिकन हाम्रो खेरपज्यू आज हाम्रो स्विमिङहरू खतरा हुन गइरहेछ। भरे त्यो कम्पिटिसन हुन्छ होइन, पोलिस थाहा हुँदैन। भरे त्यो सबैजना तपाईँलाई देखाउनु छ भिडियोमा गएर। अनि हाम्रो दिदीहरू यहाँ बहिनीहरू सबै अनि दाइहरू सबैजना खुसीसँग गइरहेको छ भरे त्यो चाहिँ आउँछ मेन चाहिँ पुग्ने त। With this? Ajur depan saya. Masa jauh kan? जिन्दगीमा फर्स्ट टाइम खोलामा स्विमिङ गर्दै गएर मलाई भयो हल्का डर पनि लाग्यो। अब हाम्रो चाहिँ स्विमिङ हुनु गएर चाहिँ ल सबैजना ढुङ्गा पार्क गरिहाल्यो। अब यसमा स्विमिङ खेल्ने अब खेल्ने हो ल चेको हामी आउँदैछ यहाँ ढुङ्गामा बाटो ल छेउमा आउँदैछ एकदम बाटो ल यहाँ माथि यहाँ खेल्ने छेउमा बिचमा आउँछ अलि बिचमा छ बिचमा ल खेल्नु छु ल अलि त खेल्नु हुँदैन।
खेलाडीहरू सुमरहरू ओए उल्टिन्छौँ एक पाली 1 2 3 चोकु now your turn चोकु त what a frog jump कौन जा रहा है हाम्रो आजको यहाँ गन्तव्य यहीँसम्म हो धुम्ली ठाउँसम्म हाम्रो मन्त्रीज्यूले पनि फरवार्ड गर्दैछ फाइनली अब हाम्रो यहाँ आइपुगिहाल्यो आज हाम्रो गन्तव्य यहीसम्म थियो अनि बहिनी कस्तो भयो आज ल राम्रो भयो अनि दिदी तपाईँलाई कस्तो लाग्यो एकदम खुसी लाग्यो नि त तपाईँलाई पनि अनि दिदीहरूलाई अनि मन्त्री कस्तो भयो रमाइलो हुने काट्ने म अब किन रमाइलो हुन्छ हो ल अनि खेलाडीज्यू तपाईँको अब फाइनली होइन आज ऱ्याफ्टिङ गरेर कस्तो खुसी लाग्यो कस्तो भयो महसुस कस्तो भयो तपाईँलाई त्यसको बारेमा छोटो कार्य भनिदिनु ल हजुर अहिले घाँटी पनि सुकेछ एकदम थाकिरहेछ लगभग 2 घन्टाको यात्रामा धेरैभन्दा धेरै रमाइलो भयो धेरै खुसी लाग्यो जस तपाईँलाई जिन्दगीमा यो मेमोरी हुने भयो है हजुर एकदम धेरै खुसी लाग्यो 2 घन्टाको यात्रा यति रमाइलो भयो कि भनेर यो साथै छैन ड्राइभ त दामी हाल्नु तपाईँलाई हजुर एकदम ड्राइभ त स्विमिङ पनि धेरै खेल्नु पाएँ अनि चोकुची तपाईँलाई कस्तो भयो भन्नुहोस् ल सरकारीमा रमाइलो हाम्रो होइन विशेष गरी हाम्रो अब के अरे बोट चाहिँ अब फसेको थियो एक ठाउँमा त्यही भएर हामीले एकदम ठुलो सहायता गर्नुभयो एकदम मेरो तर्फबाट एकदम धेरै धन्यवाद थ्याङ्क्स भन्नु भाइलाई ल भनेपछि एकदमै रमाइलो भयो नि त आज ऱ्याफ्टिङ एकदम रमाइलो ल 2 घन्टाको हाम्रो यात्रा यति रमाइलो भयो कि अब त्यो छैन अब कहिले बिर्सिन्छ नसक्ने छैन एउटा सम्झना हुन्छ यो भोलिको लागि ल फेरि हेर्ने एकदम त्यो ल अनि हाम्रो मन्त्री कस्तो लाग्यो तपाईँलाई कस्तो भन्ने अब एकदम रमाइलो भन्नु पऱ्यो होइन रमाइलो भयो एउटा चाहिँ रमाइलो गर्ने मै हो के म चाहिँ रमाइलो हुँदैन थियो होइन जस रमाइलोको रहस्य तपाईँ रह्यो आज आजको हाइलाइट चाहिँ म ओके जस होइन पछि नै अब आज यो फोसु होइन अझै हाम्रो फोसुमा जाने प्लान छ ल ओके नेक्स्ट टाइम फोसुमा होइन हुन्छ होइन ओके प्लिज र आज सेकेन्ड टाइम हाम्रो ऱ्याफ्टिङ धेरै नै राम्रो भयो साथीहरूसँग अब हामी फर्केर जाँदै हो यहाँ झुम्ने ठाउँबाट अब चाहिँ हाम्रो लन्च टाइम हुँदैछ भेराइटिज आइटम हेर्नुहोस् न हाम्रो नेपालीको गुन्द्रुकको अचार के हुन्छ केरा र पनिर हाम्रो दाल आलु
त्यो हाम्रो आफ्नो गएको कर्मको फल चाहिँ भोग्नुपर्छ उहाँको आफू यहाँबाट निकालेर यहाँबाट पनि फेरि उहाँको कर्महरू चाहिँ शुद्ध नभएर फेरि त्यसको फल पहिला गरेको कर्मको फल भोग्नुको लागि टिकट चाहिँ मिलेर गएर फेरि टिबेटमा एकजना मान्छेको घरमा सुलोको पनि जन्म लिएछ अरे नि फेरि यहाँबाट यस्तो गएर होइन यहाँबाट गएर टिबेटमा घरमा काम गरेपछि चाहिँ त्यो गुरु चाहिँ ठुलो नागेर छिन् भन्ने ठुलो गुरु यहाँबाट काम गरिसकेर अब उहाँले ध्यान गरेर त्यहाँबाट